चतुरेको चढ्ती कला। लेखक गोरख बहादुर सिंह। प्रकाशक श्री 5 को सरकार। आख्यानकर्ता स्नेहा वैद्य। अचम्मको दाँत। एक पटक चतुरे कामको खोजीमा हिँड्यो। ऊ घुम्दै फिर्दै राजदरबारमा पुग्यो। संयोगवश उसले दरबारमा काम पायो। सजिलै काम पायो, त्यो त राम्रै भयो, तर काम थियो तबेलाको। तबेलाकै भए पनि चतुरेले काम गर्न मन्जुर गर्यो, किनभने उसले कहिल्यै राजालाई देखेको थिएन। चतुरेको सोचाइ थियो, दरबारमा काम गरे राजालाई सजिलै देख्न पाइन्छ, तर संजोग मिलेन। महिनौं काम गरे पनि उसले राजालाई देख्न पाएन। एक पटक चतुरेको दाँत दुख्यो। उसको दाँत दुख्ने रोग अलिक पुरानै थियो। चतुरे दुख्ने दाँत निकाल्ने विचारमा थियो। ऊ दाँत निकाल्न दरबारकै दन्त चिकित्सक कहाँ जाँदै थियो। चतुरे दरबारको प्रवेशद्वारमा पुग्यो। त्यसै बेला राजा बाहिरबाट दरबार फर्कदै थिए। राजा पलङमा थिए। पलङलाई 4 जना बलियो मानिसले बोकेका थिए। राजा पलङमाथि पल्टिएका थिए। बुढा र कमजोर राजालाई देखेर चतुरेको आश्चर्य बाहिरै निस्क्यो। एहे, मैले त राजा सुन्दर, बलियो र युवक होलान् भन्ठानेको त यस्तो कमजोर र बुढो पो रहेछन्। राजा यस्ता छन् भन्ने थाहा भएको भए कसले खान्थ्यो तबेलामा जागिर? राजाको पहरेदारले चतुरेको कुरा सुने। हाम्रो राजाको खिल्ली उडाउने आँट कसरी गरिस्? राजाका पहरेदारले चतुरेलाई एउटा कोठामा थुनेर भकुर्न थाले। ठिक छ, तपाईहरू मलाई जति भकुरे पनि भकुर्नुहोस्, तर खानेकुरा चाहिँ नदिनुहोला। चतुरेले दुवै हात जोड्दै भन्यो। कुट्न चाहिँ हुन्छ रे, तर खान भने दिनु हुँदैन रे। चतुरेको कुरा सुनेर राजाको मान्छे आश्चर्यमा परे। किन दिनु हुँदैन खाना? पहरेदारले सोधे। डाक्टरले भनेका छन् खाना खाए कि मेरो भुँडी फुट्छ रे। भुँडी फुटेपछि त बाँच्ने कुरै भएन। खाना खाने बित्तिकै मर्ने भएपछि खाना खाने पनि कुरै भएन। 2 वर्ष भयो मैले खाना नखाएको। हामीलाई उल्लु बनाउन खोजेको? 2 वर्ष नखाएर कोही जिउँदो रहन सक्छ? एकजनाले चतुरेको पिठ्यूमा एक कोरा थप्यो। कृपया नरिसाउनुहोस्, मैले साँच्चै भनेको छु। उसले मुख खोलेर एउटा दाँत देखाउँदै थप्यो। मलाई यो दाँतले बचाएको छ। यो दाँतको विचित्र शक्ति छ। यसबाट रस निस्कन्छ र त्यही रसले अगाएर म बाँचेको छु। त्यसैले म हात जोडी बिन्ती गर्छु, यो दाँत पनि नउखेलिदिनुहोला। भनिराख्नु नपर्ला। छिनभरमै चतुरेको अगाडि थालभरि खाना आयो। उसलाई जबरजस्ती खान लगाइयो। त्यसपछि चतुरेले नउखेल्नु भनेको दाँत पनि उखेल्यो। त उल्लु रहेछ चतुरे, उल्लु। आफ्नो रहस्य आफै खोलिस्। अब छिट्टै त उल्लुको भुँडी फुटेर काम तमाम हुँदैछ। पहरेदारले भने। मलाई त भोक लागेको थियो, खाना खाएँ। दाँतले दुःख दिएको थियो, दाँत पनि उखेल्न लाएँ। उल्लु तिमीहरू कि म? यति भनेर चतुरे तबेलातिर दौड्यो। चतुरे फुर्तीसाथ तबेलामा पुग्यो। तबेलाबाट एउटा घोडा निकाल्यो र त्यसैमा चढेर भाग्यो। एकैछिनमा उसलाई पिछा गरिरहेका